काठमाडौँको मुटुमा बगिरहेको बागमती नदीको किनारमा उभिएको छ नेपालको सबैभन्दा पवित्र धार्मिक धरोहर पशुपतिनाथ मन्दिर। यो केवल एउटा मन्दिर होइन, यो करोडौँ मानिसको आस्था, नेपाली सभ्यताको इतिहास र हजारौं वर्ष पुरानो आध्यात्मिक परम्पराको जीवित प्रतीक हो। पशुपतिनाथको उत्पत्तिसँग जोडिएको एउटा प्राचीन किम्वदन्ती छ। कथा अनुसार भगवान शिव एकपटक मानव रूप त्यागेर हरिणको रूप धारण गर्दै काठमाडौँ उपत्यकामा आएका थिए। उहाँ बागमती किनारको वनमा रमाउन थाल्नुभयो। देवताहरूले शिवलाई खोज्दै आएपछि उहाँलाई फर्काउन खोजे, तर शिवले हरिणको रूपमै रहन चाहनुभयो। त्यस क्रममा उहाँको सिङ भाँचिएको र त्यही स्थानमा शिवलिङ्ग प्रकट भएको जनविश्वास छ। यही घटनालाई पशुपतिनाथको उत्पत्तिसँग जोडिन्छ। त्यसैले भगवान शिवलाई यहाँ पशुपतिका स्वामी अर्थात् सबै जीवजन्तुका भगवानका रूपमा पूजा गरिन्छ। पशुपतिनाथको इतिहास अत्यन्त प्राचीन छ। मन्दिरको प्रारम्भिक स्वरूप कहिले निर्माण भयो भन्ने विषयमा विभिन्न ऐतिहासिक तथा धार्मिक मतहरू पाइन्छन्। समयसँगै मन्दिरको पुनर्निर्माण र विस्तार हुँदै गयो। वर्तमान मन्दिर परिसरले भने नेपालका विभिन्न राजवंश, कला, वास्तुकला र धार्मिक परम्पराको लामो इतिहास बोकेको छ। मन्दिरको मुख्य संरचना नेपाली प्यागोडा शैलीमा निर्माण भएको छ। सुनौलो छाना, चाँदीले सजाइएको ढोका र कलात्मक काठका संरचनाले यसको वास्तुकलालाई अझ विशेष बनाएका छन्। पशुपतिनाथको मुख्य मन्दिरमा 4वटा प्रवेशद्वार छन्। भित्र रहेको पवित्र शिवलिङ्गलाई विशेष धार्मिक विधिबाट पूजा गरिन्छ। यहाँका दैनिक पूजा, आरती र विभिन्न धार्मिक अनुष्ठानले मन्दिर परिसरलाई निरन्तर आध्यात्मिक गतिविधिले भरिपूर्ण बनाइरहेका हुन्छन्। इन्द्रियहरूलाई रोक्न सकेनौं भने हाम्रो जीवनले सार्थकता पनि पाउँदैन र भगवानलाई पनि पाउँदैन र आत्मज्ञान पनि पाउँदैन, तत्त्वको बोध पनि हुँदैन। तर सबैले गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्। पशुपतिनाथको मुख्य मन्दिरमा हिन्दू धर्मावलम्बीहरूलाई मात्र प्रवेश अनुमति रहेको छ। वर्षभरि श्रद्धालुको भिड रहने पशुपतिनाथमा महाशिवरात्रिको दिन भने छुट्टै दृश्य देखिन्छ। देशका विभिन्न ठाउँबाट मात्रै होइन, भारत लगायत अन्य देशबाट समेत साधु सन्त र भक्तजनहरू यहाँ आइपुग्छन्। धूप, दीप, मन्त्र, घण्टी र हर हर महादेवको आवाजले पुरै पशुपति क्षेत्र गुन्जायमान हुन्छ। कसैका लागि यो पूजा गर्ने ठाउँ हो, कसैका लागि मनोकामना माग्ने स्थान र कसैका लागि जीवन र मृत्युको सत्यलाई नजिकबाट बुझ्ने ठाउँ। पशुपतिनाथको अर्को महत्त्वपूर्ण पक्ष हो आर्यघाट। बागमतीको किनारमा रहेको आर्यघाट हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने प्रमुख स्थान हो। यहाँ जीवनको सुरुवात र अन्त्यबीचको दूरी निकै नजिक देखिन्छ। एकातिर मन्दिरमा पूजा र आरती भइरहेको हुन्छ, अर्कोतिर आर्यघाटमा अन्तिम संस्कार। यसले एउटा गहिरो सत्य सम्झाउँछ, जीवन अस्थायी छ, तर संस्कार र विश्वासले पुस्तौँसम्म निरन्तरता पाउँछन्। पशुपतिनाथ क्षेत्र केवल धार्मिक दृष्टिले महत्त्वपूर्ण छैन, यसको
ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महत्त्वका कारण यो युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको काठमाडौँ उपत्यकाका स्मारक क्षेत्रको महत्त्वपूर्ण हिस्सा हो। यहाँ रहेका मन्दिर, मूर्ति, शिवलिङ्ग, आश्रम, घाट र प्राचीन संरचनाहरूले नेपालको सांस्कृतिक पहिचानलाई संसार सामु चिनाइरहेका छन्। आज पशुपतिनाथमा दैनिक हजारौं श्रद्धालु पुग्छन्। कोही दर्शनका लागि आउँछन्, कोही पूजा गर्नका लागि, कोही इतिहास बुझ्न र कोही केवल यो अद्भुत सांस्कृतिक संरचनालाई नजिकबाट अनुभव गर्न। समय बदलिएको छ, सहर बदलिएको छ, मानिसको जीवनशैली बदलिएको छ, तर बागमती किनारमा पशुपतिनाथको घण्टी अझै बजिरहेको छ, धूपको सुगन्ध अझै फैलिरहेको छ र भक्तहरूको ओठमा अझै उही आवाज सुनिन्छ, हर हर महादेव। पशुपतिनाथ केवल ढुङ्गामा कुदिएको एउटा धार्मिक संरचना होइन, यो नेपालको आत्मासँग जोडिएको एउटा कथा हो। आस्था र इतिहासको कथा, जीवन र मृत्युको कथा र पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको नेपाली सभ्यताको कथा। यही कारण पशुपतिनाथलाई हेर्नु भनेको केवल एउटा मन्दिर हेर्नु होइन, नेपालको हजारौं वर्ष पुरानो आत्मालाई नजिकबाट महसुस गर्नु हो।